हिन्दूहरूको मठ मन्दिर भत्काउने जलाउने अभिव्यक्ति दिने यी जनक परियार हुन्। माओवादी हुँदै जनार्दन शर्माको लोकप्रपा दलका गत निर्वाचनमा रुकुम पश्चिमका प्रतिनिधि सभा समानुपातिक उम्मेद्वार थिए। मन्दिर जस्ता पवित्र ठाउँ जलाउने भत्काउने सोच भएका सम्भवतः यी इसाई पनि होला। अनि मती बिग्रेका इन्जिनियर पनि रहेछ। अब साम्प्रदायिक दङ्गा भड्काउने अभिव्यक्ति सार्वजनिक रूपमै मिडियामा आएकोले यही कसुरमा कानुनी कारवाहीका निमित्त पक्राउ परेमा अचम्म नमाने हुन्छ। यो बालेन शाहको सरकार हो। अहिले कानुन उल्लङ्घन गर्नेलाई पहिलाको जस्तो राजनीतिक संरक्षणमा छाडा छाड्दैन भन्ने विश्वास छ। पत्रकार सम्मेलन गरेर हिन्दूहरूको मन्दिरमा आगो लगाउँछु भन्ने सार्वजनिक रूपमा धम्की दिन्छ, तर सरकार किन मौन छ अहिलेसम्म? सम्माननीय प्रधानमन्त्रीज्यू, कुनै पनि धर्मका धार्मिक स्थलमा आगो लगाउने, तोडफोड गर्ने वा लगाउँछु भन्ने धम्की दिने कार्य मुलुकी अपराध संहिता 2074 अन्तर्गत धार्मिक भावना वा आस्थामाथि चोट पुर्याउने कसुर नेपालको संविधानको धारा 26 विपरीत छ। यसरी कानुन विपरीत गतिविधि गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने साथै गृहमन्त्रीको पद समेत सम्हाल्नु भएका सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक अपिल गर्दछु।